ए दाइ सुन्नु न हजुर तपाईँले त मलाई बर्बादै बनाउनु भयो कि बर्बादै के भयो भाइ तपाईँले मलाई यति राम्रो आइफोन छ आइफोन लिएर जाऊ भनेर आइफोन त दिनुभयो हजुर जब मलाई कसैले फोन गर्छ अनि मैले फोन रिसिभ गरेँ अँ। त्यो अवस्थामा अटोमेटिकली लाउड स्पिकर अन हुन्छ त्यसलाई अफ गर्ने हो कि के गर्ने हो अफ गर्नुपर्छ कसैको फोन रिसिभ गरिसकेपछि ए भनेको फोन आयो तिमीले फोन आइसकेपछि फोन रिसिभ गर्यो त्यसपछि अटोमेटिक लाउड स्पिकर हुन्छ हजुर ए त्यो त मिलाउनु मिल्छ नि भाइ सेटिङबाट मिलाउनु मिल्छ नि त तिम्रोमा त्यो अप्सन अन छ होला त्यही भएर हो त्यो मिलाउनको लागि एकदमै सजिलो छ तपाईँहरूको पनि यस्तै समस्या थियो भने यसरी मिलाउन सक्नुहुनेछ त्यसको लागि तपाईँले आफ्नो आइफोनमा रहेको सेटिङ्समा क्लिक गर्नु होला त्यसपछि यहाँनिर थोरै तल जानुभयो भने एक्सेसिबिलिटी देख्न सक्नुहुनेछ यसमा क्लिक गर्नु होला त्यसपछि यहाँनिर टचको अप्सन देख्न सक्नुहुनेछ यसमा क्लिक गर्नु होला त्यसपछि तपाईँले यहाँनिर थोरै तल जानुभयो भने कल अडियो रुटिङ छ नि यसमा क्लिक गर्नु होला यहाँनिर तपाईँको स्पिकरमा छ भने यहाँनिर अटोमेटिकमा सेलेक्ट गर्नु होला अब यति गरिसकेपछि के हुन्छ भने तपाईँको फोनमा अघि जस्तो जब फोन आएर लाउड स्पिकर अटोमेटिक भएको थियो नि त्यो हुँदैन अब तपाईँले लाउड गर्नुभयो भने लाउड भयो नत्र भएन हो त्यसरी मिलाउन सक्नुहुनेछ अनि यस्तै यस्तै भिडियोको लागि लाइक कमेन्ट सेयर एन्ड फलो गर्न नभुल्नु होला अनि तपाईँको एन्ड्रोइड फोन अथवा आइफोनमा कुनै पनि समस्या परेमा कमेन्ट पनि गर्न सक्नुहुनेछ।